सहरको धुलो र भिडबाट टाढा आज मेरो बाइकको टायरले हिमाली माटो छुँदैछ। मुस्ताङको यो यात्रा जति अगाडि बढ्छ मन त्यति नै शान्त हुँदै जान्छ। आज हामी कुनै सामान्य ठाउँमा जाँदै छैनौँ, हामी जाँदैछौँ मुक्ति र शान्तिको सङ्गम मुक्तिनाथ। कहिलेकाहीँ यात्रा गन्तव्यसम्म पुग्नका लागि मात्र हुँदैन, केही यात्रा मनलाई हलुका बनाउनका लागि पनि हुन्छन्। आजको घुमेको भिडियोमा म तपाईँलाई लिएर जाँदैछु नेपालको यस्तो ठाउँमा जहाँ विश्वासले सास फेर्छ। यो सडक केवल बाटो होइन, यो त परीक्षा हो, धैर्यको, विश्वासको र मनको। यहाँ हरेक मोडमा एउटा कथा छ, कुनै मोडले डर देखाउँछ, कुनै मोडले सुन्दरता, तर गन्तव्य एउटै छ, मुक्तिनाथ। बोकेको दाम कति लाग्छ? 5,000 माथि हो। ए यसरी जान चाहनुहुन्छ भने पनि 5,000 रुपियाँमा तल माथि हुने रहेछ है। ट्रक्क लगाएर अब यहाँबाट चाहिँ माथि नुहाउने ठाउँ छ। अहिले त पुरै चेन्ज भइसकेको छ होइन, पहिला हामी आउनुभन्दा चाहिँ अहिले धेरै चेन्ज भइसकेको छ। भिड पनि आम्मा लास्टै भिड रहेछ आज त। मुक्तिनाथ हिन्दू र बौद्ध धर्म दुवैका लागि एकदमै पवित्र स्थान मानिन्छ। यहाँ आगो, पानी, हावा र आकाश चारै तत्त्वको सङ्गम हुन्छ। कसैले भगवान खोज्न आउँछन्, कसैले शान्ति र कसैले आफैलाई नै। यी हुन् 108 धाराहरू। भनिन्छ यहाँ नुहाएपछि पाप मात्र होइन, मनको भारी बगेर जान्छ। पानी चिसो छ तर अद्भुत न्यानो, शरीर काप्छ तर आत्मा शान्त हुन्छ। मेन मन्दिरको इन्ट्रान्स चाहिँ यहाँ हो। मन्दिरको अनुहारै देखिएन। यहाँको त हावाले पनि मन्त्र जपे जस्तो लाग्छ, प्रार्थना बोकेर आकाशतिर उडिरहेका। मेन मन्दिर चाहिँ यहाँ हो। लाइन एकदम धेरै भएको कारणले गर्दाखेरि चाहिँ हामी भित्रको दर्शन गरेनौँ। भगवानले जहाँ बसेर हाम्रो रक्षा गर्नुहुन्छ भन्ने विश्वासका साथ अब हामी यहाँबाट लाग्दैछौँ, मुक्तिनाथ मन्दिरबाट लाग्दैछौँ है गाइस। मुक्तिनाथ केवल एउटा ठाउँ होइन, एउटा अद्भुति हो। यहाँ आउँदा तपाईँले थोरै थकान महसुस गर्नुभए तापनि फर्किँदा धेरै शान्ति साथमा लान सक्नुहुनेछ। अब यो भगवान् विष्णुले तपस्या गर्नुभयो अनि 108 धारा नुहाएपछि गण्डकी सबैभन्दा अरूमा गण्डकी भनेर यो गर्भमा भगवान् विष्णु गर्भमा रहेको हुँदाखेरि गण्डकी नाम रहेको हुँदा यहाँ शालिग्राम क्षेत्र हुँदाखेरि यहाँको जल खाए पनि पवित्र छ भनेर यहाँ अहिले समय छँदा मौसमको कुरो हुन्छ होइन, बालक, वृद्ध, रोगी बाहेक अरूले नुहाउनुपर्छ अनि यो परम्परा हाम्रो चलन भागवतले बताएअनुसार त्यही नै हो। मुक्तिनाथको शान्ति मनमा बोकेर अब यात्रा अघि बढ्छ, एक यस्तो ठाउँतर्फ जहाँ समय अलिक ढिलो बग्छ, कागबेनी। अहिले चाहिँ हामी दामी फोटो खिच्ने ठाउँमा आछौँ। हावा बवाल चलेको छ है। यहाँ चाहिँ प्रायः सबै तपाईँले गाडीमा आउनु भएको छ भने पनि यहाँ तपाईँलाई रोकेर फोटोसोटो खिच्नको लागि रोकिदिन्छ। यो ठाउँ चाहिँ यता गयो भने मुक्तिनाथ, मुक्तिनाथबाट कागबेनी को बिचमा, यहाँदेखि कागबेनी 3 किलोमिटर छ है। ठाउँ चाहिँ बवाल छ। हामीले पनि फोटोसोटो अलिअलि खिच्यौँ, हेर्न सक्नुहुन्छ है, सिनहरू बवाल छ। हावा पनि दामी चलेको छ। बस चिसो हुन थाल्यो त है अब त। यहाँदेखि चाहिँ बाटो छुट्टिँदो रहेछ, लोभनथाङ सिधा अप्पर मुस्ताङ जाने बाटो सिधा मुक्तिनाथ यता माथिबाट हामी मुक्तिनाथबाट आएको। अब यो यता सिधै गयो भने जोमसुम, तर हामी चाहिँ कागबेनी जान खोज्दैछौँ, त्यही भएर कागबेनीको लागि चाहिँ यता बाटो जाँदैछौँ। पुलिस पिट पनि छ यहाँ।
स्वागत छ तपाईँहरूलाई मुस्ताङको ऐतिहासिक द्वार कागबेनीमा। समुद्र सतहबाट करिब 2800 मिटरको उचाइमा रहेको कागबेनी केवल एउटा गाउँ मात्र होइन, एउटा जीवित सङ्ग्रहालय हो। यहाँको माटो, रङ र पहाडको बनावट देख्दा लाग्छ हामी पृथ्वीमा होइन अर्कै ग्रहमा छौँ। कागबेनीको सबैभन्दा खास कुरो यहाँको धार्मिक महत्त्व हो। यसलाई प्रीत मुक्तिको पवित्र स्थल पनि मानिन्छ। कागबेनी, जहाँ पानीले पाप पखाल्छ र हावाले आत्मालाई शान्ति दिन्छ। मुस्ताङको यो एउटा अध्याय सकियो, तर यात्रा अझै बाँकी छ। हामी चाहिँ अहिले फाइनल्ली लोमानथाङ बोर्डर आइपुगेका छौँ। र चाहिँ यो गोवालाई हामी अझै धेरै ठाउँ घुम्न बाँकी नै छ। आजको भिडियो तपाईँहरूलाई मन परेको छ भने कृपया लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र भिडियोलाई सेयर गर्नुहोला। यस्तै प्रकारको भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गर्नुहोला। यो गुफाको बारेमा भनिदिनु त, के हो यो गुफाको खास? सीता चौक